हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आजको मेरो भ्लग चाहिँ दसैँ स्पेसल भ्लग हुनेछ। आज महाअष्टमी, हामी अब खसी काट्नको लागि रेडी हुँदैछौँ। म चाहिँ दिदीको घर जाँदैछु अनि प्लस आज दिनभरिको तपाईँलाई म मेरो भ्लगमा सानो सानो क्लिपहरू देखाउने छु र मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई 2082 सालको बडा दसैँको धेरै धेरै शुभकामना। अब लेट्स सी, हामी जाँदैछौँ, हेरौँ के गर्छौँ हामीले आज मार हान्ने दिन। म तपाईँहरूलाई देखाउने नै छु। हामी चाहिँ जानको लागि अब रेडी। क्रिस्टिनाको फेरि यहाँ काम अड्किरहेछ, दाँत घोलेकै रहेछ क्रिस्टिनाले, अनि बनाउँदैछिन्। अब म ढोकाहरू लाउँछु। पानी खोल्यो पानी खोल्यो नि त पानी खोल्यो कि खसी हाम्रो राम्रो छ। मेरो मामुको फेभरेट चिज खसी हो। खसीको आन्द्रा बुढी यही खाना आउनुभएको मेरो मामु चाहिँ गाइस, खसीको मासु खानेको दाँत हेर्नु पर्यो है, मिलेको छैन, बाङ्गो टिङ्गो छ। हाम्रो आन्टी पनि यहाँ खसीको मासु लिन आउनु भएको छ। हामी चाहिँ अब यहाँ खसी धनी चाहिँ यहाँ हुनुहुन्छ, यी धन्दा गर्नु हुँदैछ। अब चाहिँ म खसीको आन्द्रा भुँडी बनाउन जाँदैछु गाइस। हजुर बुढी फुटाउनु 4 किलो नुसेको राम्रो, अलिकति हालेर 5 किलो बनाउनु न। हो 5 किलो ठ्याक्कै भयो, ठ्याक्कै 5 किलो। अब चाहिँ यस्तो भइराखेको छ। यहाँ थैलो, आँचीको थैलो हेर्नु पर्यो यहाँ भित्रै, यहाँ त्यसमा खाएको जति यहाँ बस्छ। ओ फुपूलाई देखेन त, अर्पणलाई पनि देखाइदेऊ न। अर्पणलाई त पानीवाला मामु, थैलोवाला फुपू चाहिँ सागपत्रेवाला। अनि यहाँ चाहिँ आन्द्रा भुँडी मामुको फेभरेट। नकरा, मेरो पनि फेभरेट भन न। हामीहरू बिहानको राति आएको भएर राख्नु कति भयो मामु? वास्तवमा ढिलै भयो। मेरो मामुको पाली आयो, हेर्नु हेर्न सक्नुहुन्छ। मेरो मामु मजाले धुनको लागि, आँची धुनको लागि रेडी भइराख्नु छ। खसीको हेर्न सक्नुहुन्छ मेरो मामु चाहिँ कति मजाले काट्नुहुन्छ अरे। हेर्न सक्नुहुन्छ कति धेरै। फुल पनि काममा व्यस्त भइहाल्नु भयो खसी। अझै बाहिर निकाल्नु नि, किन नफुटाउनु भएको? अब गुजारेछ कहाँ फ्याँक्ने हो? हेर्नुहोस्
लगाएर थाकेछ। यहीँ छ है गु त अच्छु अर्पणलाई त अर्कै काममा हुनुहुन्छ। हेर्न सक्नुहुन्छ कति मजाले हौ। बाई आन्द्राभुडी पाक्दैछ गाइस, आन्द्राभुडी दसैँ ल वर्ष दिनको चाडा बाडा दुःख भुल्ने बहना परदेशैमा सम्झिनेलाई पुरै रहै सम्झना परेला। लाकोरीको बोटैमा सुनखारी फुल्दैन, निठुरीले भुले पनि पिरतीले भुल्दैन बारीला। लाई बारी लाई 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 बारी लाई